ब्याचलर्सको लागि जर्मनी कस्तो छ र? ब्याचलर्सको लागि जर्मनी राम्रो पनि छ, दामी पनि छ, नराम्रो पनि छ। म दुइटैको बारेमा कुरा गर्छु है। राम्रो किन छ भनेर भन्दाखेरि चाहिँ इफ ब्याचलर्सको लागि तपाईँ आउँदै हुनुहुन्छ जर्मनीमा भनेपछि तपाईँले मोस्ट अफ द कोर्सेस जर्मनमै पाउनुहुन्छ होइन। र त्यसले गर्दाखेरि फाइदा के हुन्छ भन्दाखेरि तपाईँले ल्याङ्ग्वेज सिकेर आउनुहुन्छ होइन, नेपालबाटै ल्याङ्ग्वेज सिकेर आउनुहुन्छ र यहाँ आएर तपाईँले जर्मनमा पढ्नुहुन्छ र तपाईँले धेरै कोर्सेसहरू पनि पाउनुहुन्छ क्या यहाँ होइन। किनभने चाहिँ सबै कोर्सेस मोस्ट अफ द कोर्सेसहरू चाहिँ जर्मनमै पढाइ हुन्छ। पब्लिक युनिभर्सिटीको कुरा गर्दा चाहिँ मैले प्राइभेटको कुरा गरेको छैन। त्यसले गर्दाखेरि तपाईँको धेरै कोर्सेसको अप्सन पनि पाउनुभयो, प्लस तपाईँले ल्याङ्ग्वेज सिकेर आउनु भएको छ भनेपछि तपाईँलाई यहाँ एडप्ट गर्न एकदमै सजिलो हुन्छ, जब पनि तपाईँले इभेन्चुली पाउनुहुन्छ। त्यो सेन्समा राम्रो छ। नराम्रो कुन सेन्समा छ भन्दाखेरि चाहिँ तपाईँले ल्याङ्ग्वेज पढेर आउनु पऱ्यो, त्यो एउटा एक्स्ट्रा ब्यारियर भयो होइन। तपाईँको अरू कन्ट्री जस्तो इङ्ग्लिस ल्याङ्ग्वेज टेस्ट दिएर आउन मिल्दैन। मिल्न चाहिँ मिल्छ, त्यसको लागि चाहिँ तपाईँले इङ्ग्लिस टट प्रोग्रामहरू खोज्नु पऱ्यो, जो चाहिँ अलिकति कम हुन्छ है, हुँदैन आउने होइन, कम हुन्छ। त्यो एउटा प्रब्लम भयो। अर्को भनेको चाहिँ तपाईँको 12 वर्ष नेपालमा +2सम्म सकेर यहाँ डाइरेक्ट आउन मिल्दैन। तपाईँले त्यसको लागि चाहिँ एक्स्ट्रा 1 वर्ष नेपालमै ब्याचलर्स गर्नुपर्छ, अनि त्यसपछि आउन मिल्छ यहाँ डाइरेक्ट पढ्नलाई होइन, युनिभर्सिटीमा डाइरेक्ट पढ्नलाई। सो त्यो एउटा एक्स्ट्रा एफर्ट चाहिँ हुन्छ। सो राम्रो पनि छ, नराम्रो पनि छ, डिपेन्ड्स अन योर कन्टेक्स्ट है त।